मलाई यो चाहिँ थडौली भएर आमा हेर्नु है आमा होइन हामी ठुलो भइसक्यौँ हामी अहिले आएर कामै छैन हेलो साथीहरू वेलकम ब्याक टु माई युट्युब च्यानल इट्स मी सपना पुन मगर सबैजना सन्चै हुनुहुन्छ भन्ने आशाका साथ फेरि पनि नयाँ भिडियो एन्ड ब्लग लिएर आइसकेकी छु हजुरहरूको सामने त्यही हो आज अब अफ डे हो नि त मेरो त्यही भएर अब अरू बेला त भिडियो बनाउनु पाउँदैन त्यही भएर आज अफ डे भएर मैले आज ब्लग बनाउँदैछु त्यही हो साथीहरू अरू केही पनि होइन खास अनि मेरो पार्सल नेपालदेखि मैले सामानहरू मगाएको थिएँ कि मैले कुरियरदेखि होइन कि पर्सनल्ली मान्छेको हातदेखि मान्छे होइन नि दिदीको हातदेखि 2-3 दिन भयो आइपुगेको चाहिँ तर मेरो बिदा नभएर चाहिँ मैले ब्लग बनाउन पाएको थिएन आज चाहिँ बिदा भएर मैले ब्लग बनाउँदैछु साथीहरू सो ढिला नगरेर म ओपनिङ गरिहाल्छु मैले चाहिँ हिजो अस्ति खोल्न सक्थेँ तर मैले भिडियो नै बनाउँछु के किने त मैले भनेर है ओपनिङ गर्छु साथीहरू धेरै त छैन सानो छ दिदीको सामान पनि थियो नि त अनि त्यही भएर मेरो सामान खासै धेरै ल्याउनु मागेन त्यही हो साथीहरू मेरो सामान म अब खोल्छु यहाँनिर खोल्ने पनि दामी चाहिँ ओपनर हिजो हात काटेको दुखेर मर्ने लगाइसक्यो खास चाहिँ यो पठाइदिनु चाहिँ मतलब सामानहरू चाहिँ मैले नै आफै अनलाइन गरेको यो सबै मिलाएर पठाउने चाहिँ मेरो साथी मेरो बेस्टी प्रिया पुन मगरले हो है धन्यवाद भन्न चाहन्छु मेरो साथी प्रिया पुन मगरलाई धेरै दुःख पाउनु भएको छ मैले गर्दा 1000 पटक फोन गर्यो होला यसको लागि मेरो साथी उता काठमाडौँमा हुने भएर मलाई एकदम सजिलो छ मतलब मैले एउटै ठाउँदेखि सामानहरू त मगाएको थिएन नि त मैले ठाउँदेखि मगाएको थिएँ फोन आएर दिन्छ भयो साथीहरू मेरो के गर्नु एउटै फोन छ गरिब परियो फोन उठाउनै पर्ने भएर हो अनि के अरे मैले के भन्दा थिएँ ब्याक टपिक चाहिँ मेरो साथीले पठाइदिएको हो उतादेखि चाहिँ म यो ठाउँदेखि डिफ्रेन्ट अनलाइनदेखि लिएको हो नि त मैले यो सामानहरू अनि त्यही भएर कुरियर त गर्नु लगाउनु पर्छ अनि मेरो साथीले कुरियर गर्नु लगाएर मेरो साथीले चाहिँ उतादेखि प्याक गरेर दिदीलाई पुऱ्याइदिनु फेरि उसले प्याकिङ गरेर सबै खोलेर एउटामा प्याकिङ गरेर मेरो दिदीलाई पुऱ्याइदिएर दिदीले चाहिँ ल्याइदिनु भएको अनि दिदीलाई पनि धन्यवाद भन्न चाहेँ यो सामान मैले अहिलेदेखि बनाएको 2 महिना भइसक्यो बनाएको अनि त्यो ल्याइदिने मान्छेहरू नभएर के अनि थोरै थियो नि त सामान मैले अब धेरै मगाएँ कुरियर गर्न लगाउने अनि यति त अब 2 केजी पनि थिएन 2 केजी होला जन्मेको यतिको लागि त अनि म कुरियर त गर्न मिल्दैन साथीहरू अब धेरै सामानहरू गर्नु त्यही भएर खोल्नु पनि लाग्छ गाह्रो हुन्छ प्याकिङ पनि दामी तरिकाले गर्दै रहेछन् प्रिया पुन मगरले एउटा सेलटेपको रोलै सक्यो क्या यो रोल गर्ने मैले त प्रिया खोलिसक्यो मैले साथीहरू खोलिसकेँ म यतिकै खोलेर खान्छु नि अब म खान्छु पनि यहीँनिर होइन मैले के गरेर खोलेको यो चाहिँ इट स्मेल्स दामी है साथीहरू अब मम्मीको अचार हेर्ने देखिरहेछ मम्मीको अचार है साथीहरू मम्मीको अचारहरू चाहिँ भर्खरै नयाँ होला मैले भर्खरै टिकटकतिर देखेर चाहिँ लिएको मेन चाहिँ होइन टिकटकमा रिभ्यूहरू दामी छ खोलिदिएँ मैले है यहीँ फाल्छु केले खानु अचार फ्रम नेपाल हातले नै झिकेल हातले नै खाएला एउटा दामी यार तर थ्याङ्क यू टु मम्मीको अचार है मस्टली थ्याङ्क यू टु प्रिया एकछिनमै पुऱ्याइदिएको थिएँ भनेको आज त अर्डर गर्थेँ भोलि जस्तो पुऱ्याइदिइसकेको थिएँ इमर्जेन्सीमा
मेरो दिदी यता आउने भइहालेर दिदीले चाहिँ सामान 2 केजी ल्याइदिन्छु भनेर भन्नुभएको थियो मेरो सामान चाहिँ 2 केजी पुगेको थिएन क्या अनि मैले के एड गर्नु त अब हतारमा लुगा त एड गर्न सकिँदैन छान्नु पऱ्यो हेर्नु पऱ्यो अनि मैले के एड गर्नु दिमागमा मैले मम्मीको अचारको सुगुरी चाहिँ देखिरहेको थिएँ खान मन लागिरहेको थियो झ्याप्प त्यो सम्झेँ अनि मैले मम्मीको अचार मैले इन्स्टामा एड गरेर छिटो म्याक्स गरेको हुन्छ भोलि पुऱ्याइदिन्छौँ फर्स्ट आवरमै भनेर भन्नुभयो एकदम अन्डरस्ट्यान्डिङ हुनुहुन्छ अनि फर्स्ट आवरमै पुऱ्याइदिएको मेरो अचार यो अचार चाहिँ अब अरू के छ त अरू देखाइदिन्छु हजुरलाई यो चाहिँ गर्ल्स लेक नेपालदेखि लिएको बाइबाट हो यो चाहिँ देखाउनु पर्दैन मलाई अरू पनि छ यहाँ म सानो चिज देखाउँछु सुरुमै एउटा के हो खै के को गर्ल्स लेक नेपालको थ्याङ्क युवाला रहेछ यिनी पठाएको चाहिँ प्रिया पुन मगरले हाल्नुपर्छ नि प्रिया पुन मगर एउटा यो कसको प्रेरणा पुन आचल स्वाइस यो चाहिँ मेरो दिदीको आचल दिदीकोबाट मैले सामान लिएको झुम्काहरू आचल दिदीको लागि आचल चोइस क्या बोला के बोल्छौ बहिनी भनिसक्यो आचल चोइस भन्ने पेज छ सबैजनाले गएर हेर्न सक्नुहुन्छ त्यहाँ चाहिँ दिदीले एकदम दामी दामी इयरिङहरू मतलब क्याजुअल इयरिङहरू सेल गर्नुहुन्छ सबैजना झुम्काहरू है ब्रासलेटहरू सबै पाउँछ दिदीकोमा इन्स्टामा गएर भिजिट गर्न सक्नुहुन्छ मेरो दिदीको च्यानल चाहिँ मैले त्यो दिदीबाट मगाएको चाहिँ हेर्छु अब के छ मैले झुम्काहरू मगाएको थिएँ अनि दिदीले मलाई यो चाहिँ गिफ्ट पठाइदिएको छु बहिनी म तिमीलाई एउटा ब्रासलेट चाहिँ गिफ्ट पठाइदिएको छु ल भन्नुहुन्थ्यो यही होला है थ्याङ्क यू दिदी भिडियो देखेँ थ्याङ्क यू भन्न चाहेँ म लगाइहालेँ पनि थ्याङ्क यू दिदी राम्रो छ एकदमै है मलाई मनपर्छ यस्तो मलाई चाहिँ एकदम गर्ली थिङहरू मनपर्छ है कसैलाई झगडा पनि तर मलाई चाहिँ यस्तो झुम्काहरू मनपर्छ दामी यो झुम्का चाहिँ मैले मेन किन मगाएको भने मसँग अस्ति योभन्दा पहिला सामान मगाएको थिएँ त्यतिखेर म भ्लग बनाउने मुडमा थिएन नि त मैले बनाउँथेन मैले भ्लग त नेपालमै बनाउँथेँ कि तर म त्यो टाइममा बनाएको थिएन जो सोचेर अहिले चाहिँ भ्लग बनाउने मुड आएर चाहिँ भ्लग बनाउनु थालेको छु यो चाहिँ मैले योभन्दा पहिला सामान मगाएको मेरो भाइ आएको बेला मेरो भाइसँग सामान मगाएको थिएँ त्यो बेला लेट दिएको थियो कि रातो कुर्तासँग लगाउनुलाई मगाएको यो झुम्का चाहिँ हेर्नु सक्नुहुन्छ भेरी क्युट है कसरी धेरै क्युट छ पैसे कसरी यति राम्रो हुनसक्छ साथीहरू यो चाहिँ त्यही हो झुम्का अनि अर्को एउटा मैले यो झुम्का चाहिँ खास अर्को मगाएको थिएँ कि त्यो अर्को झुम्काको चाहिँ अर्को अलिक फाइलमा यस्तै ठुलोमै मगाएको थिएँ त्यो झुम्का चाहिँ अलिकति खै के भएको थियो भाँचेको थियो कि समथिङ के भएको थियो त्यही भएर त्यो दिदीले त्यो नपठाइदिएर पठाइदिनु भएको छ यो पनि राम्रो छ यो चाहिँ केसँग लाउँछु म यो थाहा छैन मेरो केसँग लाउँछु तर त्यो चाहिँ मैले यो झुम्का चाहिँ रेड खालको झुम्का चाहिँ म मेरो कुर्तासँग लाउनु भनेर मगाएको है थ्याङ्क यू आचल दिदी त्यही हो अरू त केही पनि छैन होला अनि यो चाहिँ यो पनि गर्ल्स लेक नेपालको देख्यो बिकिनी हेयर रिमुभर यो चाहिँ मगर ड्रेस साथीहरू अब हाम्रो भूमि आउनु लाग्छ अब भूमि मेला हेर्न नसकिने फोटो र भिडियो बनाउनको लागि मैले लिउन त लिएको छु कि मेरो नेपालदेखि मेरो मगर ड्रेसहरू 2वटा चोली एउटा गाडा एउटा लुङ्गी चाहिँ लिएर आएको छु तर मलाई चाहिँ घलेक लाउनु मन परेर एउटा बुटिकवाला ब्लाउज है साथीहरू हेर्न सक्नुहुन्छ एकदम दामी छ यो म तपाईँहरूलाई लाएर देखाउँछु यो पनि मेरो अनलाइन मगाएको एकजना दिदीबाट कुसु अर्डरेबल हो कि के भन्नेदेखि मगाएको दिदीकोदेखि मगाएको है म इन्स्टामा स्टोरी राख्छु सबैजनाले मेरो इन्स्टामा गएर हेर्नु पर्ने हुन्छ यो दिदीको पेज पनि होइन सबैले किन प्रमोसन दिइरहेछ भने होइन मैले प्रमोसन दिएँ होइन है पैसा सैसा पाएको छैन नि फेरि प्रमोसनको मन परेर अब मैले ओपनिङ गरिरहेको छु नि त मैले के मगाएर रहेछु त सामान सबैजनाले सामानहरू के देखि मगाउनु रहेछ नि त भन्ने बेला भन्ने क्वेसन हुनसक्छ हजुरहरूको मनमा उठ्न सक्छ हजुरहरूको मनमा त्यही भएर मैले आफै रिप्लाई दिएँ साथीहरू यो चाहिँ घलेक दामी है साथीहरू त्यो लगाएर घलेक मैले कसरी यति राम्रो हुन सक्छु म यसै बाहिर मैले हाइलाइटमा राख्नको लागि गरेको त्यही हो साथीहरू यति नै हो सामान थ्याङ्क यू टु एभ्री वान
त्यही भन्न चाहे मेनली थ्याङ्क यू चाहिँ फिबी दिदी र मेरो साथी प्रियालाई भन्न चाहे फिबी दिदीले नलिदिएको भए म यो सामान पाउँथेन होला प्रियाले त्यसरी मतलब यो एउटा 2वटा 3वटा 4वटा अनलाइनदेखि मगाएको अनि 4वटा सामानहरू उसले रिसिभ गरिदियो है 4वटा सामानहरू रिसिभ गरेर पठाएर टाइमै लाग्छ नि त झ्याउै हुन्छ नि त उसको काम हुन्छ त्यही माथि उसको काम यत्तिकै बढी भएर जान्छ अनि त्यो काममा पनि मेरो काम गरिदिन्छ ठुलो कुरा हो नि त मेरो लागि त थ्याङ्क यू भन्नु चाहे तर साथीहरूले चाहिँ यतिको चाहिँ गर्नुपर्छ के थ्याङ्क यू भन्दैन म त भने त्यही हो अनि यो सबै मलाई यो ब्लाउजहरू एकदम मन पर्यो है यो ब्लाउजहरू मलाई यो ब्लाउजको यो डिजाइन अनि दिदीले चाहिँ मैले चाहिँ के ब्ल्याक कलरमा ल्याउने दिदी भनेर पनि सोधेको थिएँ होइन बहिनी ब्ल्याक कलर हुँदा म त्यसो रेड कलरमा खुल्छ भनेर सजेस्ट पनि गर्नुभएको थियो कि अब मलाई यो साइजहरू हुन्छ कि हुँदैन थाहा छैन अब ट्राई गरेर भन्छु म अनि रेड कलरमा खुल्छ भनेर भनेपछि ल त अब गरौँ न त्यो रेडमा अनि मसँग ब्ल्याक कलरको चोरी अनि अलिकति कलेजी कलरको मरुन कलरको चाहिँ छ नि त्यही भएर रेड कलरको थिएन त्यही भएर रेड कलरको मगाएँ साथीहरू त्यही हो खासै केही पनि यो झुम्काहरू चाहिँ अनि मैले यो आचल दिदीको चाहिँ सधैँ मगाएर आउँछु यो भनेर पहिला भाइबाट पनि दिदीको मगाएको थिएँ मैले सबै यो रहेछ यो रहेछ मैले किनेको यो चाहिँ मेरो गिफ्ट पाएको है दिदीकोबाट थ्याङ्क यू दिदी मेरो सामान यति नै होला भन्न चाहे यिनीहरू चाहिँ युजफुल छ एकदमै त्यो चाहिँ अब समर लाग्न थाल्यो नि त स्लिपलेस लाउनुपर्छ हाफ लाउनुपर्छ त्यही भएर यो चाहिँ मगाएको बाहिर चाहिँ अनि यो पनि चाहिहाल्छ छोरी मान्छेहरूलाई यति नै हो अनि यो मम्मीको अचार चाहिँ दामी छ साथीहरू सबैजनाले टेस्ट गर्नु होला भन्दै अहिलेलाई यतिकै म खासमा के साथीहरू मैले बिहानै उठेर खै के गरौँ बिहान उठेको थिएँ साथीहरू काममा जाँदा साथीहरू काममा गएको छ नि त मेरो त काम छैन आज साथीहरू काममा जाँदाखेरि नि उठेको थिएँ कि तर म फेरि सुतेँ कि अब सुत्तीको बेला त नर्मल सुत्नु पाउँदैन आफू पनि जानुपर्छ 8 बजे काममा अनि फेरि सुतेँ अनि फेरि सुतेर भर्खरै उठेर अब के गर्नु त अब खाना पकाउनु झ्याउ लागिरहेछ अब एकछिन चाउचाउ पकाएर खान्छु है चाउचाउ पकाएको पनि म देखाइहाल्छु चाउचाउ पकाएर खानु पर्ला अनि एकछिन उठ्दा बित्तिकै मुखै नधोएर म भ्लग बनाउनु स्टार्ट गरेको यो सामान म कहिले बिदा होला र कहिले छुट्टी होला मेरो अनि म ओपनिङ गरौँला कहिले खोलेर हेरौँला भएको थियो नि त अनि उठ्दा बित्तिकै मैले मेरो भ्लग स्टार्ट गरेको हो साथी मेरो भ्लगले स्टार्ट गरेर सबै सामानहरू देखाएँ एकदम दामी लाग्यो अब मम्मीको अचारसँग चाहिँ म चाउचाउ खान्छु अहिले म चाहिँ साथीहरू चाउचाउ पकाउन आइसकेकी छु अब चाउचाउ पकाएर अचारसँग खान्छु साथीहरू हाम्रो किचन चाहिँ उतापट्टि छ हाम्रो रुम किचन चाहिँ अलि यतापट्टि छ त्यही भएर आइसकेकी छु त्यो अहिले चाहिँ पकाउनलाई पानी उमाल्दैछु साथीहरू 2 PM कोरियन रामेन पकाएर खाँदैछु साथीहरू त्यही हो अब यो अनि अचार खान्छु अनि हिजो बेलुका पकाएको खाना पनि सक्छ नि त मलाई तर चाउचाउ खाने होला फिलिङ्स आइरहेको छ त्यही भएर चाउचाउ पकाएर खान लाग्छु त्यही पनि एक्लै खाना रुच्दैन मलाई त्यही भएर म मोटा छैन साथीहरू नखाएर एक्लै भैँसी खानु होला पनि बेलुका साथीहरू आउँछ त्यही भएर साथीहरू मिलेर पकाएर खान्छु साथीहरूसँग भएपछि चाहिँ जे पनि रुच्छ जे पनि भन्दा नि मासु भात रुच्छ मासु भात चाहिँ रुच्छ है लास्ट धेरै मलाई हेलो मासु लभर हो मासु बिना मलाई खानु रुच्दैन तर यता आइसकेपछि चाहिँ मलाई अहिले चाहिँ के खानु मन लाग्यो भने साग खानु मन लागेको छ रायो साग भाइ साग खानु मन लागेको छ भाइ साग र सुँगुरको मासुमा पल्किने मगर धेरै ढल्किने भएछ खानु मन लाग्छ के गर्नु अब सम्झने पानी सम्झने भएछ मलाई यो प्याज हालेको मन पर्दैन कि मलाई नर्मली बोइल गरेर अनि त्यसको मसला कलरहरू हालेर खाएको मनपर्छ म त प्याज हालेको मन पर्दैन साग हालेको चाहिँ मनपर्छ त्यो पनि दाइले बनाएको दाइ भाउजूहरूले बनाउनु मन छ कि त्यो पहिला दाइ छुट्टी आएको बेला बनाएको थियो कि दाइले भाउजूले बनाउनु भएको थियो होला भाउजूले कि दाइले कोहीले बनाएको त्यो चाहिँ मन परेको थियो प्याज साग हालेर अनि साग अनि बोइल अन्डाहरूसँग मनपर्छ अहिले चाहिँ के अन्डा छैन मार्केट जानु छैन बेलुका जानुपर्छ मार्केट चाहिँ छैन साग खानेकुराहरू किन्नु त्यही हो अहिले चाहिँ म अचार भएर खानु लागेको अचारसँग खान्छु मम्मीको अचारसँग खान्छु मैले पिठो चाउचाउ साथीहरू त्यही हो कति टाइम लागेको मेरो भ्लग लामो आउँछ साथीहरू त्यही भएर म पकाउँदैछु यहाँ चाहिँ मेरो चाउचाउ चाहिँ पकाउँदैछु अब
साथीहरू म झन् मरेँ पिरो भएर मसँग यहाँ चक्लेट छ क्या हो त्यही भएर म चक्लेट खान चाहेँ मेरो सामानहरू झन् खस्यो यहाँ पिरो फ्रिजमा राखेको छु यहाँ चक्लेट दामी छ पिरो भएर हामी मरेमा के हो ऊ चाहिँ भ्लग बनायो तातो परेर खाइसकेको अब फेरि सुत्छु म अहिले चाहिँ साथीहरू म रेडी भएर निस्किसकेँ खाएर म सुतेन साथीहरू किनभने म फिबेलीलाई भेट्न जाने कुरा भयो अब म एकछिन मार्केट जान्छु दिदीको लागि बुके ल्याउँछु अनि म दिदीलाई भेट्न जान्छु साथीहरू म निस्किसकेँ बाहिर कतिको जाडो छ थाहा छैन तर मैले चाहिँ आज नर्मल घरमै लाउने लुगा लगाएर निस्केँ भालै भएन होइन ढुङ्गा खोल्छु म अब जाडो त नरहेछ हौ खासै त्यही अब म निस्किहालेँ साथीहरू अब म एकछिन मार्केट जान्छु मार्केट गएर बुके हेर्छु बुके लिएर जान्छु दिदीलाई भेट्न ओ नि हावा चल्यो हौ मरे हावा चलेर मेरो आवाज पनि सुनिरहेको छैन होला राम्रोसँग मैले ब्याग पनि बोकेन पर्स बोकेँ दे म अब यतातिर चाहिँ त्यो ऊ भएर के हिउँ परेर सकेर पनि हरियाली लागिसकेको छु साथीहरू हरियाली हिउँ पर्ने मलाई यहाँ एकदमै हिउँ छप्ती हिउँ भएको थियो अहिले चाहिँ हरियाली लाग्न थालिसकेको छ यो चाहिँ स्याउको बुट्टा हो पछि स्याउ फल्छ ऊ लाउनु लागिसकेको छ अब म चाहिँ मार्केट जान्छ साथीहरू मार्केट गएर बेच्छु म हजुरहरूलाई यो मार्केट चाहिँ म मार्केट आइपुग्छु साथीहरू फुलहरू राम्रै छैन कि साथीहरू हेर्नु न यस्तो छ फुलहरू अनि मैले चाहिँ मनपर्ने चाहिँ पर्पल कलर हो कि तर पर्पल कलर राम्रो छैन कि खोइ के भयो अनि मैले यो रेड लिदिएँ साथीहरू है अब म पे गर्छु अनि जान्छु अहिले अब फर्किँदैछ साथीहरू बुके किनेर दिदीको लागि बुके लिइसकेको छु आज त खोइ किन हो फ्लावरहरू फ्रेस नै थिएन कि अरू बेला मैले किन्न नपर्दा चाहिँ एकदम राम्रो फ्रेस फ्लावर हुन्छ कि आज जहिले मलाई किन्नु पऱ्यो तैँले चाहिँ फ्रेस छैन त्यही हो मैले अहिले चाहिँ फ्लावर लिइसकेको छु अब म दिदीलाई भेट्नु दिदी चाहिँ काममै छ नेपालदेखि आएकोदेखि मेरो सामान त मेरो साथीहरूलाई पुऱ्याइदिएको थियो नि त मेरो साथीहरू नि दिदीले काम गर्न सक्यो कि म चाहिँ फरकमा अर्कैमा काम गर्छु अनि म आज दिदीलाई 2 महिना भने अलिक बेसी नै हो 2 महिना बेसी भयो नभेटेको भेट्न जाँदैछु साथीहरू मोटा छु बहिनी भन्दै हुनुहुन्थ्यो अब भेटेरै थाहा हुन्छ है सो एक्साइटेड दिदीलाई भेट्न यो मतलब बाहिर यस्तो कोही मान्छेले आफूले राम्रो गर्ने बेला दिदीले चाहिँ एकदम राम्रो गर्नुहुन्छ कि हामीलाई है सबैजनालाई हामीहरू जो आयौँ नि सबैजनालाई त्यो कस्तो आफ्नोपन लाग्ने क्या अनि त्यही भएर फ्लावर लगेर जाँदैछु साथीहरू म चाहिँ रोड क्रस गरेँ म बालै लाग्दैन रोक्छ अहिले पनि मलाई थाहा छ रोड क्रस गरिसकेँ ला म किन रोड क्रस गरेको यता उतापट्टि पो जानु पर्दैन बिर्सेर हेर्नु त म भ्लग बनाउँदा भिडियो बनाउँदा यस्तै गर्छु कि त्यसरी दिमाग छैन अब म दिदीलाई भेटेको भिडियो बनाउँछु साथीहरू सिधै म जाँदैछु तरको साथीहरू यस्तो सोचेँ मलाई भिडियो बनाउनु मन लाग्यो मैले यसरी बुके मतलब उसलाई त दिएको छु कि मेरो उनीलाई चाहिँ दिएको छु उसँग चाहिँ अब लास्ट मान्ने कुरै भएन तर अरू मैले यस्तो फ्यामिली सर्कल रिलेटिभ फ्रेन्डहरूलाई कसैलाई पनि दिएको छैन कि फर्स्ट टाइम हो नि त मेरो अनि मलाई अघि त अब सुरुमा त केही पनि सोचेको थिएन कि अहिले त अलिअलि कस्तो लाज लागिरहेको छैन के भनेर दिने हौ बुके चाहिँ ला अहिले आएर चाहिँ मलाई अलिअलि लाज लागिसक्यो साथीहरू है म कपाल बनाउँछु एकछिन भेजा लागिसक्यो कसरी दिने के भनेर दिने लाज लाग्दैछ साथीहरू केही छैन लजाउनु हुँदैन हामी ठुलो भइसक्यौँ हामी स्ट्रङ हुनुपर्छ लगाउनु हुँदैन त्यही हो अब म गइपुग्नु लागिसकेको छु म आफू चाहिँ देखिँदैन लाज लागिरहेको हुन्छ अनुहार कस्तो हुन्छ रातो पिरो म दिदीलाई चाहिँ देखाउँछु दिदीको रियाक्सन चाहिँ हेर्न सक्नुहुन्छ हजुरहरूले है मैले दिदीलाई भेटाइसकेँ साथीहरू फुल दिँदा चाहिँ अलिक धेरै मान्छे चाहिँ हेर्नु लाज लागेर बनाएन हेलो भन्नु नि हेलो एभ्रीवन वेलकम ब्याक है दिदी आएर यहाँ काम गर्दै फ्लावर्स थ्याङ्क यू अनि दिदी नेपाल गएर हल्का नेपालको पाउडर लगाएर आएर होला राम्रै भएर हैरान्छ नेपालको भात नेपालको भात लाग्यो
घरको माया सबैले गर्दा राम्रै भएर आइसक्नु भएको छ त्यही हो अब दिदीको यहाँ काम छ हल्का अब म एकछिन गफ गर्छु अनि बनाउँछु भिडियो साथीहरू दिदी बाई यिनीहरू आइसके जान्छु म अब हामी जान लागिसक्यौँ साथीहरू यहाँदेखि निस्किन्छौँ त्यही हो अहिले चाहिँ हामी फोटो खिच्न जानु लागेको साथीहरूको बिदा भएर जाँदैछौँ अब रात पर्न त लाग्छ राति कस्तो फोटो आउँछ ला पानी पर्दै रहेछ नि त त्यही हो नयाँ ब्रेसलेट मेरो फोटो खिच्नेहरूको हालत यस्तो छ निसाको घरमा आमाले हेर्दै हुनुहुन्छ नि आमा हेर्नु त निसा नक्कली भएर जाडोमा यस्तो लुगा लगाएर आछु भन्दै हिँड्दैछ आमालाई यो चाहिँ थडौली भएर आमा हेर्नु है आमा निसाको आमा नक्कली भएर ऊ चाहिँ अस्मिताको त चाहिँ छुट्टै छ सानै आज चाहिँ अस्मितालाई फोटो खिच्ने अस्मिताकै लागि जानु लागेको मेन चाहिँ हो अस्मितालाई फोटो खिच्ने यताउति भन्छ नि त त्यही भएर कहिले पनि भन्थेन आज अनौठो लाग्यो जाऊँ न फोटो खिच्नु भनेर भन्दा चाहिँ अब फर्स्ट टाइम इच्छा जाग्दाखेरि चाहिँ जाऊँ न त भनेर जानु लाग्यो तर रात परिसकेको छ अब राति कस्तो फोटो आउँछ थाहा छैन साथीहरू त्यही हो के भन्छ फुलहरूमा खिच्यौँ साथीहरू जाँदैछन् जाडोले मर्ने बेला भइसक्यो रे ए हो पार्क अलिक दिउँसो आएको भए चाहिँ दामी आउँछ कि फुलहरूमा अब दिउँसो आएन साथीहरू अहिले आएर त कामै छैन त्यही साथीहरू हामी फुल खिच्न आएको चाहिँ पानी परेर मर्ने बेला भइसक्यो अहिले चाहिँ जाडो भएछ अलिअलि अहिले चाहिँ त्यही हो यहाँ छन् साथीहरू जाडो भइसक्यो अब चाहिँ हामी घर फर्किनु लागेको अब म घर गएर इन्डिङ गर्छु होला है साथीहरू यहाँ चासो पनि छैन खासै अब जान आँटेको अहिले चाहिँ साथीहरू अब हामीले नुहाएर फ्रेस भएर बसिराखेको छौँ नुहाएर पकाएर खाएर पनि हामी बसिराखेको छौँ साथीहरू अघि पानीमा रुजेको थियो नि त्यही भएर कपाल चिपचिप भएर नुहाउनै पर्ने भयो अब चाहिँ मेरो भ्लग मैले यहीँ इन गर्न चाहेँ साथीहरू खासै केही पनि छैन त्यही पनि हेरेर अन्तिमसम्म साथ दिनुभएकोमा धन्यवाद भन्न चाहँदै मेरो भ्लग यहीँ इन गर्न साथीहरू इन गरेर साथीहरू अब अन्टिल नेक्स्ट बाई टेक केयर सबैजना पर्खिबस्नु फर्किआउँछु